कस्तो कोठामा सुत्दा रहेछन्, बत्ती छैन हैन, दुईजना दिदीबहिनी, ढोका छैन, कतिखेर त्यो माथिको त्यो काठ खसेर लाग्ने हो भनेको जस्तो अवस्था छ। त्यो देखेपछि हाम्रो टोली एकदमै भावुक भयो। अहिले नै हेर्ने हो भने जुम्रा कति छ टाउकोमा। लुगा 2 महिना अगाडि हामीले नै किनेर लगिदिएको, चप्पल त्यही हो, झोला त्यही हो, केही पनि त छैन बिचाराहरू। कतिले बिक हो हामी राख्दैनौँ, कतिले केटी हामी राख्दैनौँ, कतिले मानसिक अवस्था ठिक छैन हामी राख्दैनौँ भन्ने कुराहरू पनि गरेका छन्। हजुरले यो दुःख देख्नुभयो, यो सबै थोक गर्नुभयो, तर किन? यस्तो हो उत्सव। अब यो कस्तो छ भने कुनै समस्या देखिसकेपछि त्यसको समाधान नखोज्ने हो भने त्यो हेर्न जानु हुँदैन क्या, यस्तो कामै गर्नु हुँदैन। हामी सामाजिक काम गर्ने मान्छे हैन, समस्या देख्यौँ र त्यसको समाधान खोजे हो। आज हामीले 2 महिना अगाडि देखा समस्या हो यो, र यही समाधान आजको दिनमा जे हामीले एचिभ गऱ्यौँ यो बच्चाहरूको लागि, 2 जना सुषमा र सबिनाको लागि, त्यसको लागि नै 2 महिना लाग्यो। त्यही हो, समाधान खोज्न पर्छ भन्ने चाहिँ मान्यता राखेर म यो सामाजिक क्षेत्रमा लागेको मान्छे हो। त्यही भएर यो मेरो आफ्नो एउटा हिसाबमा दायित्व पनि हो जस्तो लाग्छ। अनि त्यसमा अब साथ दिने सबै टिम प्रति आभारी छु म। मैले फेरि केही गरे हैन, इनिसिएट मात्रै गरे हो, सबै टिमले गरे हो हैन। यसको श्रेय सबै टिमलाई नै जान्छ। मैले त भन्दै मात्रै हो यस्तो गरौँ न, बिजोग छ बिचाराहरू भनेर भन्दै हो। अब तपाईँले देखिहाल्नु भएको छ कतिको बिजोग थियो। अहिले नै हेर्ने हो भने जुम्रा कति छ टाउकोमा। लुगा 2 महिना अगाडि हामीले नै किनेर लगिदिएको, चप्पल त्यही हो, झोला त्यही हो, केही पनि त छैन बिचाराहरू। त्यही 2 महिना अगाडि चामल अलिकति नुन तेल मसला चामल किनेर लगिदिएको थियौँ र त्यो विकल्पले उनीहरूको समस्या समाधान हुँदैन थियो। र आज हामीले त्यो प्रयास गरे हो। यही प्रयास गर्ने यो टिम जुटाउनलाई लगभग 2 महिना लाग्यो मलाई हैन। जोडिएको सबै टिमलाई म धन्यवाद दिन चाहन्छु। 2 जना साना साना नानीहरूको भविष्य अन्यलमा थियो। अहिले उनीहरू घरमा टुकी बत्ती धरि थिएन उनीहरू सुत्ने ठाउँमा। पेन्सिल छ नि, यहाँ पेन्सिल छ, सबै छ छ। म सरले नि ल्याइदिउँला नि पेन्सिल है, हुन्छ? त्यस्तो हुन्छ। 2 महिना अगाडि चाहिँ हामी जब सिन्धुपाल्चोकमा रेनबो सेन्स शैक्षिक सहयोग कार्यक्रममा थियौँ, त्यो बेलामा यो नानीलाई मैले ठुली नानीलाई चौतारामा कुरेर बसिरहेको देखेँ। सानो नानीलाई हामी नै चढ्ने गाडीमा हालेर लिएर आएको थियौँ। अनि उसको त्यहाँ स्टेसन आयो भनेर रोक्यो, ठ्याक्कै उता माथि दिदी कुरेर बसेको रहेछ। अनि हाम्रो म्याम पनि त्यहाँ हुनुहुन्थ्यो, अनुष्का म्याम। अनि उहाँलाई मैले सोधेँ, म्याम यो दिदी चाहिँ त ठुलो रहेछ, फेरि किन स्कुल नगएको भन्दाखेरि उहाँले के भन्नुभयो नि, ऊ स्कुल कहिल्यै काहीँ मात्र आउँछ, झुकेर आउने हो, आकल झुकल आउँछ, तर बहिनीको लागि भनेर यो चौतारामा कुरेर बसेको हुन्छ स्कुलबाट आउने समयमा भनेपछि हामीलाई अझै खुल्दुली लाग्यो क्या। ओहो कस्तो खालको दिदी रहेछ त भनेपछि ऊ फेरि हरेक कुरामा हाँसिहाल्ने हैन। आऊ यता आऊ चाहिँ भने हाँसिहाल्यो, तिमीहरूको घरमा लैजाऊ नि त हामीलाई भनेर। अनि हामी उनीहरूलाई पिछा गर्दै उनीहरूको घरमा गयौँ। घरमा जाँदाखेरि त छैन केही पनि। त्यसपछि हामीले फेरि चौतारामा आएर के प्लान बनायौँ भने यिनीहरूको लागि त केही न केही त दिनुपर्छ। लुगा चप्पल अनि खाद्यान्न सबै कुरा लगेर हामीले दियौँ। उसको सानी फुपू आउनु भएको छ त्यतिखेर, सबै कुरा जिम्मा लाग्यो। तर मनले कहिले पनि अब त्यो एउटा हुन्छ कस्तो भने अब त्यति दिएँ मैले वाउ भने जस्तो कहिले पनि लागेन के। त्यो कतै कसैलाई देखाउँ जस्तो पनि लागेन, मैले गरेँ वाउ भने जस्तो पनि लागेन, मन खिन्न भयो के। यतिले कहिलेसम्म यो 2टा बच्चालाई पुग्छ होला। बाजे त्यतिखेर बिरामी भएर उपचार गर्न जानुभएको थियो, यिनीहरू 2 जना मात्रै थियो। मैले यिनीहरूलाई सोधेँ तिमीहरूको घरमा बत्ती छ भन्दा बत्ती पनि छैन, अनकन्टार भिरको जङ्गलको ठाउँमा एउटा घर छ
अनि जहाँ दुईटा बच्चा बसिरहेको छ, बाजे बोजू उपचार गर्न गएको छ, उनीहरूलाई हेर्न भनेर आएको होला उनीहरूको फुपू। अनि त्यतिखेर उसको आमा बुवाको कुरा भयो। त्यसपछि आमा बुवा छैन, छोडेर हिँडेको भनेको छ। अनि त्यसपछि चाहिँ हामीलाई एकदमै ठुलो लाग्यो क्या, एकदमै ठुलो पीडा त्यतिखेर महसुस भयो। यति धेरै सङ्घर्षमा, यति धेरै कष्टमा बस्दा रहेछन् बालबालिकाहरू हाम्रै छेउछाउमा भनेपछि अनि यसको लागि त केही न केही गर्नुपर्छ। अनि त्यही भएर चाहिँ अनि मैले यो धेरै ठाउँ प्रयास गरेँ हैन। तर हाम्रो पुष्पा अधिकारी दिदीलाई चाहिँ जब मैले फोन गरेँ उहाँलाई, अनि चिन्जान उहाँको र मेरो सामाजिक सञ्जालमा धेरै लामो समयदेखि थियो, तर हाम्रो सहकार्य कहिले पनि भएको थिएन, मैले उहाँलाई भेटेको पनि थिएन। तर त्यो दिन अचानक मलाई बिहान उहाँलाई फोन गर्नु, जुरुक्क उठेर म तरकारी किन्न गएको थिएँ, त्यतिखेर नै मैले बाटोबाटै फोन गरेँ उहाँलाई फोन गरौँ। त्यसको चाहिँ के थियो भने उहाँहरूले सडकबाट एकजना मान्छे उद्धार गरेर ल्याउनु भएको भनेको थियो। अनि त्यतिखेर मलाई उहाँलाई भेट्न पनि अवसर पनि हो, यो भेटौँ भने जस्तो नि लाग्यो। भेटौँ भनेर भनेपछि उहाँलाई मैले फ्याट्टै एकै वचनमा सिन्धुपाल्चोकमा सुषमा र सबिना भन्ने दुईजना दिदीबहिनी छ। दिदी उनीहरूको अवस्था एकदमै अप्ठ्यारो छ, धेरै कुराहरू हामीले हेरेर स्टडी गरेर आएको छौँ, उनीहरूको हामीले स्टोरी पनि लेखेका छौँ, सबै कुरा गरेका छौँ भनेर मैले भनेपछि अनि दिदीले एकै वचनमा हुन्छ नि त भाइ भोलि जाउँ भनिदिनु भयो। अनि भोलि मेरो फेरि कार्यक्रम थियो, अनि मैले भोलि नै त मिल्दैन नि दिदी, एक दुई दिन समय मिलाएर उनीहरूको कागजपत्रहरू सबै मिलाउनुपर्छ भनेर भनेपछि त्यो एक दुई दिनभित्रको समयमा यहाँबाट फोन गरेको भरमा नगरपालिकाका उपप्रमुख सीता थापा हुनुहुन्छ, उहाँले धेरै सहज कुराहरू गरिदिनु भयो। र हामीले वडा कार्यालयमा सम्पर्क गर्दाखेरि दिदीको जन्म दर्ता नभएको भन्ने कुरा भयो। बाबुआमा छोडेर कहाँ गएको हो भन्ने थाहा छैन भनेपछि नागरिकता कहाँ छ भन्ने पनि थाहा भएन। जन्म दर्ता गर्नलाई नागरिकता चाहिन्छ। अनि फेरि बहिनीको जन्म दर्ता स्कुलबाट पत्ता लगायौँ, अनि त्यसमा जन्म दर्तामा हेर्दा तल नागरिकता नम्बर थियो कि। अनि त्यो नागरिकता नम्बरको आधारमा अब जन्म दर्ता गर्नलाई सहज हुने भयो, किनभने उनीहरू दिदीबहिनी हो भनेपछि त्यो सहज हुनको लागि त अब यो दिदी हो, यो बहिनी हो, यो एउटै बाउको बच्चा हो, एउटै फ्यामिलीको बच्चा हो, फलानुको बच्चा हो, बाजे फलानु हो भनेर खुलाउने आधार चाहियो नि त। अब त नागरिकता त छैन हामीसँग। अब त्यसको लागि के गर्ने? फेरि हामीले स्कुलको टिचरलाई भनेर चाहिँ मुचुल्का उठाउन लगायो। मुचुल्का उठाउनुहोस्, यो फर्मेटमा मुचुल्का उठाउन सकिन्छ। तपाईँले मुचुल्का उठाएर वडा कार्यालयमा उसको बाजेको नागरिकता सबै लगेर गर्नुभयो भने यो जन्म दर्ता सहज हुने रहेछ भनेपछि सम्पूर्ण कुराहरू सहज तरिकाले भयो। र यसमा आदरणीय पुष्पा अधिकारी दिदीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो तपाईँहरू उत्सव, आशिष र हाम्रो यो रेनबो टिमका टोलीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने जब हामीले उनीहरूलाई चैतमा भेटेको थियौँ, हाम्रो टोली एकदमै इमोसनल भयो क्या उनीहरूको त्यो देख्दाखेरि हैन। कस्तो कोठामा सुत्दा रहेछन्, बत्ती छैन हैन, दुईजना दिदीबहिनी, ढोका छैन, कतिखेर त्यो माथिको त्यो काठ खसेर लाग्ने हो भनेको जस्तो अवस्था छ। त्यो देखेपछि हाम्रो टोली एकदमै भावुक भयो। सबैजना होटलमा आएपछि बेलुका आएर रेस्ट गरौँ भन्ने बेला यो कुरा भयो। आज जे देखियो सुषमा र सबिनाको घरमा जाँदा भन्ने हुँदाखेरि त सबै टोली भावुक हुन थाले। त्यसपछि त अब मैले जेन तेन सम्झाएर केही न केही खोजिन्छ, उपाय खोजिन्छ, हामी खोज्छौँ, सबैजना लागि परौँ हैन। कसैले यसको स्टोरी लेखौँ, कसैले त्यो दिन खिचेको फोटो भिडियोहरू कलेक्सन गरौँ, अनि त्यसपछि गरौँ न त भनेर भन्दाखेरि यो सबै कुरा एउटा टिमले गर्दाखेरि सम्भव भएको हो। त्यो टिममा आज सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद हाम्रो पुष्पा अधिकारी दिदीलाई दिन चाहन्छु। उहाँले चाहिँ एकै वचनमा यो बच्चाहरूलाई, यो कतिले बिक हो हामी राख्दैनौँ, कतिले केटी हामी राख्दैनौँ, कतिले मानसिक अवस्था ठिक छैन हामी राख्दैनौँ भन्ने कुराहरू पनि गरेका छ। ठिकै छ हैन। तर जे होस् अन्ततः टिमले एउटा प्रयास गर्यो हैन, उनीहरू सुरक्षित स्थानमा आइपुगेका छन्। त्यही नै हो सब। भोलि आउँछु ल, बाई बाई।